योभन्दा अगाडि सर्लकै अहिले उसको केको लागि भनेपछि अँस्याउन हटाएको रहन्छ क्या यो लगाउँ रेगाताको लागि टाँसे थियो यिनीहरू अँस्याउन हटाएको रहन्छ यस्तो फोटोमा जस्तो छ नि त्यस्तै सेम छ गाई त्यस्तै सेम लो योभन्दा त झन् अझ यो माथि माथि गयो भने त झन् जङ्गल पनि उकालो उकालो पो जाँदै रहेछ त गाईहरू हेर्नु न यो चाहिँ अझै हटाएको रहन्छ यिनी ब्यानरहरू होइन ठ्याक्क हामी बिस्तारै बिस्तारै अगाडिसम्म जानुपर्छ धेरै अगाडि जाने होइन गाईहरू फेरि डर लाग्छ यार यो जङ्गलभित्र पस्यो भने त बाघ भाइले खाला जस्तो पो गर्छ हो यस्तो पो छ त नि गाडी नहुने र एक्लै दोग्लै हिँड्ने हो भने त बाँदरले पुरै चिलिम चौधरी पार्छ होला हो टाइम टाइममा गाडीहरू यसो नआउने हो भने त यो बाटोमा त बाँदरले त खतम पार्छ जस्तो लाग्यो मलाई हातमा केही बोकेर आउनु हुँदैन क्यारे ल हेर्नुहोस् माथि ल हेर्नु त माथि पुरै बसेछ तार तारमा त्यो अनि खाँखारा घोँघो घाँखारा घोँघो खाँखारा घोँघो यसो गर्छ ल कुकुर पनि रहेछ कुकुरले र बाँदरले केही गर्छ यहाँ कुकुर र बाँदरको कामै छ ल यो माथिको जङ्गल फेरि यस्तो पुरै ठुलो जङ्गल हराभरा आमा तर यो त कति हरियाली हुन्थ्यो है तर यहाँ त पानी परेर मात्रै पो यस्तो भएको होइन अहिले सबै सुकेर लहराहरू यस्तो भएको छ पुरै जङ्गलहरू सुकेर यस्तो खडेरी परेछ पानी नआएको धेरै भयो नि त धेरै टाइम भयो नि त पानी नआएको त्यही भएर यस्तो छ पुरै पानी नपरेको भएर यस्तो यस्तो भइरहेको छ होइन यहाँ धेरै अगाडि गइन्न होला त्यही ठाउँमा जान्छ होला त्यहाँभन्दा अगाडि गइन्न होला भ्याउ हुन्छ त्यहाँभन्दा अगाडि गइयो हुन्छ डर पनि लाग्छ होइन तर जे भयो नि बुढाहरू चाहिँ एकदम राम्रो सर्लको हुने गाडीहरू अब आँखा बालेरै हिँड्छ गाडीहरूले अहिलेसम्म आँखा देखेर हिँड्छ कति मजाको रहेछ हौ कुकुरको छाउरा कुकुरको छाउराहरू को छन् एउटा पारि खोसी गर्दैछ ऊ एउटा कता छ एउटा यहाँ सुतेर चाहिँ नालीमा यो कुकुरका छाउरा यिनी बिना बाउका छाउरा यिनी आमा कहाँ छ कुनि कता पो गएछ हौ आमा जङ्गलतिर जाँदा होइन यी सबै जङ्गलमै बस्ने जङ्गलमै खाने जङ्गलमै हुर्किने जङ्गलमै घरबास भएका यिनीहरूको होइन आमा चाहिँ पाइरहेर हुँदैछ त आमा फेरि बापरे गाह्रो छ हौ मलाई आमा फेरि खाना खुवाउन गयो होला नि है आमा खाना खुवाउन गयो होला छोराछोरी यहाँ छ नि तिनवटामै रहेछ नि कता गएछ सबै जङ्गलतिर लाग्ने उकालो ठाडे के गर्नु खान त परिहाल्यो कति भेटे आमा लिएर आउँछ होला अलिअलि नभेटे सब दिनभरि सुकाराम भुकाराम होइन पछि गर्दैछ गाडीहरू हिँडिरहेका छन् फटाफुट हिँड्ने मलाई थ्री होइन त मलाई थ्री हो यो लहरा नेपालमा भइदियो है बाख्रा चाहिँ कति खान्थ्यो होला है यस्तो तन लरी यस्तो छ यो हाम्रो गाइड कता हो गाइड हो गाइड कता हो यार हाम्रो गाइड त धेरै पछि पो हुनुहुन्छ आमा यस्तो गाईसँग लाग्यो भने उँभो लाग्ने होला भनेको है तेरिका लु बर्बादी पऱ्यो नि कसले कालो टोपी खाएर गएछ होइन आमा चाहिँ भाइ हामीलाई देखेर जङ्गलतिर गयो पारी गरी हेर्दैछ सेतो त्यो पारी गरी हेर्दैछ आमा पनि गयो जङ्गलतिर भागेर हामीलाई देखेपछि डर लाग्दो रहेछ त्यसलाई पनि है डराउनु पर्दैन कान्छु यता तेरो छोराछोरी सम्हाल्दा बस्छ आइज डराउनु पर्दैन यार हामी हान्दैन नि तँलाई किन हान्नु होइन यहाँ त पनि त्यस्तै हो पुरै जङ्गल यस्तो जङ्गलको बिचमा पनि यस्तो मजाले रोड बनाएर ल हेर्नु दिउँसो असार महिना बस्ने किराहरू ल यहाँ बासिसके ल झ्याउकिरी भन्छ नि त्यो झ्याउकिरीहरू यस्तरी मजाले बासिसके जङ्गलमा भनेपछि जङ्गल त पस्न सकिँदैन गाइस दुईतिर जङ्गल ठ्याक्कै यस्तो जङ्गलको टापु ल हेर्नु त आमा जङ्गलको टापु यता पनि जङ्गलको टापु नै छ उता पनि जङ्गलको टापु नै छ यस्तो जङ्गलको टापु भइसक्यो भने तर आनन्द त आउँछ होला हो यस्तो जङ्गलको टापुमा ठ्याक्क एउटा घर बनायो ट्याक्क बस्यो होइन आनन्दले
ठ्याक्क सानो एउटा ऊ बनायो के अरे मकै सकै छर्ने कोदो सोदो रोप्ने जस्तो ट्याक्कको बनायो एउटा ठ्याक्क बस्यो है दाउरा किन्नु ग्यास किन्नु परेन दाउरा काट्यो ड्याङ अनि खायो पकायो भात खायो मजा त मजै आउँछ होला हौ जङ्गलमा वनलाई त होइन तर के गर्नु भनेर भएन फुलेर रहेन यो दुनियाँमा केही गर्न सक्ने होइन होइन गाइजहरू त्यही त हो नि होइन भनेपछि हामीहरू यस्तै छ बाटो लाग्छ मलाई यो अगाडिको वेस्टिन होटल जस्तो लागिरहेको छ मलाई अगाडि यो अगाडिको होटल वेस्टिन त्यसपछि गएर ठ्याक्कै समुद्र त्यस्तै लागिराखेको छ मलाई अब हो कि होइन हेर्नुपर्छ बुझ्नुपर्छ जानुपर्छ अगाडिसम्म त जे होला जे पर्ला होइन त्यसले आइरहेको छ नि काम गर्नेहरू गइरहेको नि त अगाडि तर जङ्गल त यस्तै सारी सबै सुकेर भुरभुर धुलो पर्ने भएको छ पानी छैन पानी परेको छैन पानी नपरे के गर्नु गाह्रो छ सबै बिरुवाहरू मरेर भयौँ यस्तो उता पनि त्यस्तै सबै सब सुक्खा खडेरी परेर यस्तो आमामा है त्यही पनि जङ्गल त घेराएर राखेको छ तारजाली गरेर यताको चाहिँ गरेर हुन्छ यताको चाहिँ गरेछ यो बाटो चाहिँ यहाँबाट आइसक्यो माथि होइन कहाँ हो जाने थाहा छैन लाग्छ मलाई यो बाटो जहाँसम्म ठ्याक्कै तल समुद्रमै पुग्ने हो त्योभन्दा अरू अन्त पुग्ने विकल्पै छैन नि यसको अन्त कहाँ पुग्ने हो र वेट भन्ने तर कहाँ हो त्यो गर्ने फेरि तर मोटरसाइकल चलाएर पनि हुन्छ हाम्रा गाइजहरू होइन बिहानै कोहीको ड्युटी सकियो होला कोहीको ड्युटी सुरु भयो होला यस्तै त हो नि ड्युटी नगरेर खानु छैन जिन्दगीमा न त हामी न त अरू होइन कति बोल्नु म मात्र एक्लै भ्यार होइन तपाईँहरू बोल्नु हुँदैन तपाईँहरू नबोली पनि मजाले सुन्नु होला यदि मेरो बोली मन पर्दैन भने पनि ठ्याक्क साउन्ड साइलेन्ट गराइदिएर भिडियो चाहिँ सर्र पेली गर्दिनु ल ठ्याक्कै भने जस्तो चुचुरो हेर्नु ल पहाड जङ्गल ल यस्तो आइगयो यहाँ फेरि तर सबै पर भन्दा केही छैन क्यारे सबै पर हो यो ल यहाँबाट बाटो लाग्दो रहेछ ओह्रालो हामी आइयो उकालीको चौतारीमा ठ्याक्क यहाँ आएपछि ओह्रालो यहाँ चाहिँ मैले ड्राइभर गर्न सक्छु है फेरि किनभने ओह्रालो रहेछ नि त अलि यस्तो मिलेको ओह्रालो रहेछ नि त यहाँ चाहिँ गर्न सक्छु यहाँ मलाई खलासी चाहिँदैन म आफै मिलाइहाल्छु यो बाटो तर अरू चाहिँ मैले त्यो पछिको त्यो उकालो छ नि त्यहाँ मैले गर्न सक्दैन गाह्रो छ मलाई पुरा पहाड हेर्दै पुरै रातो आमामा ढुङ्गा त पुरै रातो ढुङ्गा त्यो ढुङ्गा नफुटाले फुट्छ गैँटी हमरले फुट्छ होला कि यो ढुङ्गा यसो विचार गर्नुहोस् तपाईँहरूले गैँटी हमरले हानिनु फुट्छ गैँटी छिनीहरू परि गर्दा फुट्दैन गाह्रो छ ढुङ्गा फुट्नुलाई अब यहाँबाट तेर्सो लाग्यो तेर्पाए लाँदै ओह्रालो लायो पुरै ढुङ्गा होइन यता हेर्दा पनि त्यस्तै छ पुरै सबै त्यही हो यता पनि सबै यता हेर्दा नि त्यही हो भनेपछि यहाँबाट ओह्रालो लाग्दो रहेछ यहाँबाट ओह्रालो लाग्यो ल के भन्छ हो यो सेल हो कि खै भार्सी हो कि के हो खार्सी हो कि हामी जान्दैन होइन यहाँभन्दा उँधो लाएपछि त्यो पक्कै पनि वेस्टिन जाने हो होइन अब यहाँभन्दा उँधो पनि नजाउँ हाम्रो पनि टाइम अब अलिकति भइसक्यो जस्तो छ अब फर्किनु पर्छ यहाँबाट उँधो पसिना आइ त बिहानै गऱ्यो पनि भयो यार सर लखै यस्तो गऱ्यो त नहुनु पर्ने हो होइन तर बुढाहरू कोही बुढाहरू ठाडै सुकेका छन् अब यो बाटो अझै यताबाट अझै यता घुम्दो रहेछ किनभने यता ठुलो जङ्गल यता जङ्गल अप्ठ्यारो बाटो भएर अझै घुम्दो रहेछ भनेपछि यो जङ्गल ल पुरै कराएर चाचा र चिरिबिरी सबै गरेर यस्तो छ यो बिहान पखको नजारा एकदम राम्रो यो चाहिँ काउलो रहेछ हेर्नुहोस् गाई छोरी यो काउलाको बुटो रहेछ यो होइन
यो बुटो चाहिँ काउलाको रहेछ। यो बुटो काउलाको बुटो रहेछ भन्ने कुरो मैले अनुमान गरेँ। तपाईँहरूले यो हो भने हो भनिदिनु होला, नभए होइन भनिदिनु होला होइन। यो बुटो चाहिँ काउलाको, यो त सर लाएर यो बाटो गयो। अब म चाहिँ यहीँबाट आज फर्किन्छु गाइसहरू होइन। तपाईँहरूलाई धेरै धेरै धन्यवाद। चारैतिर यस्तै छ। यति भन्दै आजलाई बाई बाई गरौँ, अर्को भिडियोमा भेटघाट गरौँला। तबसम्मको लागि बिदा दिनुहोस्। बाई बाई। सम्पूर्ण वाइटी फ्यामिलीहरूलाई माया नलागे पनि माया गरिदिनु होला। भिडियो यसो प्ले गरिदिनु होला, म पनि गर्नेछु हजुरहरूलाई। यति भन्दै बाई बाई, लभ यु अल गाइस।